स्लोभेनिया, a green paradise in the heart of Europe. युरोपको मध्य भागको सानो तर विविधताले भरिपूर्ण देश, यसको मनमोहक ल्यान्डस्केप, समृद्ध इतिहास र दिगोपन प्रति प्रतिबद्धताको लागि परिचित छ। लगभग 20,273 वर्ग किलोमिटर क्षेत्रफलमा करिब 21 लाख मानिसहरूको बसाइ छ स्लोभेनियामा। राजधानी लुबियाना यसको जीवन्त संस्कृति, दृश्य र पर्यावरण मैत्री पहलको लागि प्रसिद्ध छ, जसले यसलाई युरोपको हरियाली सहर मध्ये एक बनाउँछ। आज हामी सानो युरोपेली देश स्लोभेनियाको भ्रमणमा लाग्दैछौँ। 3 दिनको यात्राको लागि हामी सकेसम्म धेरै ठाउँ घुम्ने योजना लिएका छौँ। विभिन्न आश्चर्यजनक प्राकृतिक आकर्षणले स्लोभेनिया भरिएको छ। जुलियन आल्प्स, लेक ब्लेड र ट्रिवाल राष्ट्रिय निकुञ्जले वास्तविक प्रकृतिको झल्को दिन्छ। यो विश्वको सबैभन्दा पुरानो डाको बोटको घर पनि हो, जसले मारिबोरमा 400 वर्षभन्दा बढी समयदेखि अङ्गुर उत्पादन गर्दै आएको छ। नवीकरणीय ऊर्जा, दिगो पर्यटन र वातावरणीय संरक्षणमा अग्रणी देश स्लोभेनियाको आधाभन्दा बढी जमिन जङ्गलले ढाकेको छ। यसको साथसाथै युरोपेली सङ्घ र सेन्जेन क्षेत्रको सदस्य, यो देशको प्रविधि, अटोमोटिभ उद्योग र वाइन मेकिङ र ग्यास्ट्रोनोमी परम्पराद्वारा सञ्चालित बलियो अर्थतन्त्र रहेको छ। काठमाडौँबाट स्लोभेनियाको यात्रा लामो तर रोमाञ्चक उडानबाट सुरु भएको छ। थुप्रै ट्रान्जिट पछि स्लोभेनियाको आकर्षक राजधानी लुबिनियामा अवतरण गर्न साँच्चै नै परिकथामा पाइला ठिकै जस्तै अनुभव भइरहेको छ। चारैतिर हरियालीले घेरिएको र लुबियानका नदी मार्फत चिनिएको यो सहरको मध्ययुगीन आकर्षण र आधुनिक परिष्कारको मिठो मिश्रण प्रस्तुत गरिएको छ। ट्रान्जिटको थकान र एयरपोर्टबाट इमिग्रेसनको काम सकेर बाहिरिन साथ कता हराइन्छ कता। हामी बेलुकाको करिब 8 बजेतिर लुबियानामा टेकेका छौँ। आजको दिन होटल गएर आराम गर्नमै बिताउने निर्णय छ। मन शान्त भए पनि शरीरले आराम खोजिरहेको छ। रुममा गएर फ्रेस भएर हामी सोझै डिनर गर्न पुग्छौँ। भोलिको लागि लुबियाना घुम्ने योजना पनि त बनाउनु छ। बिहानीको ब्रेकफास्ट पछि हामी घुम्ने तर्खरमा छौँ। आजको हाम्रो पहिलो गन्तव्य छ लुबियाना क्यासल। सहरलाई एकटक हेरेर पहाडमा बसेको लुबियाना क्यासल साँच्चै नै मनमोहक छ। 11औं शताब्दीमा निर्माण गरिएको यस महलको समयसँगै पुनर्निर्माण समेत भइरहेको छ। महलबाट सहरको सुन्दर दृश्य देखिन्छ। यसमा सङ्ग्रहालयहरू, एउटा टावर र एउटा रेस्टुरेन्ट समेत रहेको छ। लुबियाना क्यासलमा माथि हिँड्न वा फ्युनिकुलर रेलवे समेत चढेर यसको सौन्दर्य आनन्द लिन सकिन्छ। यो लुबियानाको सबैभन्दा लोकप्रिय आकर्षणहरूमध्ये एक हो भन्ने कुरा हामीलाई हाम्रो गाइडले बताउँदैछन्। यस मध्ययुगीन किल्लाले स्लोभेनियाको विगतका कथाहरू बताउँछ र पर्यटकहरूलाई लट्ठ समेत पार्ने गर्छ। लुबियाना क्यासलबाट अब हामी बारोक र आर्ट नोभ्यू वास्तुकलाको प्रशंसा गर्दै ओल्ड टाउनमा हिँड्नेछौँ। लुबियाना वास्तुकलाको आश्चर्यको सहर समेत हो। यसमा इटाली, अस्ट्रिया र यसको आफ्नै स्लोभेनियाली सम्पदाको प्रभाव देख्न सकिन्छ। स्ट्रिट आर्ट, रचनात्मक सामग्री र जीवन्त साङ्गीतिक दृश्यको लागि परिचित अल्टरनेटिभ कल्चर सेन्टर मेटलको वा मोस्टो हाम्रो अबको गन्तव्य हो। यो पुरानो सहरको एकदमै विपरीत रहेको छ। यसले स्लोभेनियाको कलात्मक स्वतन्त्रता र अभिव्यक्तिको प्रदर्शन गर्छ। नजिकै रहेको स्लोभेनियाको राष्ट्रिय सङ्ग्रहालयको भ्रमण गर्दै गर्दा हामीले देशको ऐतिहासिक विकासको बारेमा जान्ने मौका पाउँछौँ। ऐतिहासिक कालदेखि आधुनिक समयको प्रगतिसम्म सबै कुराहरूको सङ्ग्रह यसमा रहेको छ। साँझ पर्दै गर्दा हामीलाई भोक पनि लागेको छ। अब हामी अथेन्टिक स्लोभेनियाली परिकार पस्कने रेस्टुरेन्ट गोस्टिलना ना ग्राडुमा रात्रि भोजको आनन्द लिँदैछौँ। क्रान्जका क्लोबासा, कार्नियोल ससेज, सक्रुकजी डम्पलिङ र प्रेक्टुमार्का गिबानिका
लेयर्स पेस्ट्री जस्ता स्थानीय परिकारहरू हामीलाई अफर गर्दैछन् गाई। देख्दै मुख रसाउने खालको परिकार भेटेपछि हाम्रो भोक अनि थकान टाढा भाग्दैछ। पेट टन्न भएपछि सहरको शान्तिमय वातावरणको मजा लिँदै हामी नदीको किनारामा टहल्न थाल्छौँ। भोलिपल्ट बिहान सबैले हामी स्लोभेनियाको प्राकृतिक सौन्दर्य र प्राविधिक उन्नतिको अन्वेषण गर्ने तयारीमा जुट्दैछौँ। स्लोभेनिया प्रकृति प्रेमीहरूको लागि त स्वर्ग नै मानिन्छ। स्लोभेनियाको सबैभन्दा प्रतिष्ठित गन्तव्य मध्येको एक लेक ब्लेडमा बिहान सबेरै ड्राइभको लागि हामी पुग्छौँ। हरियो ताल, मध्ययुगीन ब्लेड महल र आकर्षक चर्च अफ असप्सन्स भएको टापुले हामीलाई मुग्ध बनाएको छ। ब्लेड टापुमा परम्परागत प्लेटमा डुङ्गा सवारीको आनन्द लिन हामी चर्च पुगेर गुड लकको लागि विसिङ बेल बजाउँदैछौँ। ट्रिगलाभ नेसनल पार्कमा पर्ने आश्चर्यजनक हिम नदीले बनेको ताल बोहिन्ज ताल अब हामी पुग्दैछौँ। तालमा करिब 1 घन्टा टहलेपछि हामी भोगेल केबल कारको यात्रामा लाग्दैछौँ। स्लोभेनियाको पर्यावरण मैत्री पर्यटन पूर्वाधारलाई हाइलाइट गर्ने केबल कारबाट जुलियन आल्प्सको मनोरम दृश्य देखिन्छ। केबल कारको यात्रापछि हामी नजिकैको लोकल फार्ममा पुगेका छौँ। घरमै बनाइएको चिज, मह र स्थानीय रूपमा प्राप्त उत्पादनको स्वाद लिँदै हामी दिउँसोको खाजा खाने तर्खरमा छौँ। दिगो कृषि अभ्यास प्रतिबिम्बित गर्ने फार्म देख्दा नेपालको झल्को आउँछ। केही समय फार्ममा बिताएर हामी लुबियाना फर्कँदैछौँ। युरोपको सबैभन्दा ठुलो किनमेल र व्यापार केन्द्रहरूमध्ये एक BTC सहरमा हामी पुगेका छौँ। यो व्यावसायिक केन्द्रले स्मार्ट सहरी योजना र ग्रिन बिजनेस प्र्याक्टिसमा स्लोभेनियाको प्राविधिक प्रगतिहरू प्रदर्शन गरेको छ। स्ट्रेलेक रेस्टुरेन्टमा आधुनिक स्लोभेनियाली डिनरको आनन्द लिँदै आजको दिनलाई बित मार्ने तयारीमा छौँ। स्लोभेनियामा आजको हाम्रो अन्तिम दिन हुँदैछ। आज भने हामी यस देशको दोस्रो ठुलो सहर मारिबोरमा घुम्न जाँदैछौँ। स्लोभेनियाको वाइन संस्कृति र नवीनताका लागि यो सहर परिचित रहेको छ। स्लोभेनियाको समृद्ध वाइन मेकिङ इतिहासको प्रमाण स्वरूप रहेको विश्वको सबैभन्दा पुरानो वाइन हाउस ओल्ड वाइन हाउसको भ्रमणमा हामी पुगेका छौँ। यतिखेर यो एउटा ऐतिहासिक भवन हो। विश्वको सबैभन्दा पुरानो अङ्गुरको बोर्डका लागि प्रसिद्ध छ। यहाँको बोर्ड 400 वर्षभन्दा पुरानो रहेको मानिन्छ। यो वाइनमा अझै पनि प्रत्येक वर्ष अङ्गुर उत्पादन हुने रहेछ। यो भवन लेन्ड नदीको किनारमा अवस्थित छ र मध्ययुगीन सहरको पर्खालको भागको रूपमा रहेको छ। अहिले भने यो वाइन सङ्ग्रहालय र सांस्कृतिक केन्द्रको रूपमा परिचित छ। यस क्षेत्रमा वाइन सम्पदाको बारेमा जानकारी दिन्छ। हामीले ओल्ड वाइन हाउसमा स्लोभेनियाको वाइन बनाउने परम्पराको बारेमा विस्तृत जान्ने मौका पायौँ। भिटिकल्चरसँग सम्बन्धित कलाकृतिहरू पनि यस हाउसमा देख्न पाउँछौँ। यहाँ ग्रेप हार्वेस्ट सहित वाइन सम्बन्धी कार्यक्रमहरू पनि आयोजना हुने गरेको रहेछ। यो मारिबोरको वाइन संस्कृतिको प्रतीक बनेको छ र विश्वभरका वाइन लभरहरूलाई यसले अझै पनि आकर्षित गरिरहेको देख्न सकिन्छ। ओल्ड वाइन हाउसको भ्रमण सकेर हामी सोझै होटलतिर लाग्छौँ। बेलुकाको फ्लाइट मार्फत हामी युरोप छाडेर जापानतिर लाग्दैछौँ। त्यहाँबाट हामी नेपालको लागि उड्ने तालिका रहेको छ। आधुनिक कलात्मक अभिव्यक्ति अङ्गालले आफ्नो सांस्कृतिक सम्पदा संरक्षण गर्न स्लोभेनियाको प्रतिबद्धताले समकालीन रचनात्मकतासँग परम्परालाई सन्तुलनमा राख्ने पाठ हामी सबैलाई सिकाएको छ। समृद्ध सांस्कृतिक इतिहास भएको नेपाल जस्तो देशले पनि आफ्नो सम्पदा कायम राख्दै सहरी नवीकरणमा स्लोभेनियाको मोडेलबाट सिक्न सक्छ। ग्रिन टुरिज्म, स्वच्छ ऊर्जा र जिम्मेवारी सहरी योजना मार्फत वातावरणीय दिगोपनप्रति स्लोभेनियाको समर्पण नेपालले अनुकरण गर्न सक्ने मोडेल हो। विशेष गरी हिमालय र पोखरा जस्ता प्राकृतिक स्थलहरूको संरक्षणमा हामीले यसबाट सिक्न सक्ने कुरा धेरै छ। दिगो पर्यटन, नवीकरणीय ऊर्जा र सम्पदा संरक्षणमा स्लोभेनियाको लगानीले नेपाल जस्ता विकसशील राष्ट्रहरूको लागि एक सफल मोडेल प्रदर्शन गर्छ।
इतिहास, प्रविधि र दिगोपनको एकीकरणले सांस्कृतिक पहिचानमा सम्झौता नगरी दीर्घकालीन विकास सुनिश्चित गर्दछ। काठमाडौँबाट स्लोभेनियासम्मको यात्राको युरोपेली रत्नको सुन्दर मात्र होइन, दिगो विकास, सांस्कृतिक संरक्षण र प्राविधिक प्रगतिमा बहुमूल्य पाठहरू सिकाएको छ। आफ्नै समृद्ध सम्पदा र आश्चर्यजनक परिदृश्य भएको नेपालले पनि स्लोभेनियाको हरियाली भविष्यतर्फ अगाडि बढ्दै परम्परा र नवीनतालाई कसरी सन्तुलित गर्ने भन्ने उदाहरणको रूपमा हेर्न सक्छ। हाम्रो यो यात्राले प्रगतिको अर्थ इतिहास त्याग्नु होइन, बरु भावी पुस्तालाई फाइदा पुग्ने तरिकाले यसलाई अँगाल्नु हो भन्ने कुराको सम्झना गराउँछ। यसैले एउटा भनाइ छ, स्लोभेनिया is a hidden treasure of Europe where nature and history blend seamlessly.